साथी हो, एमालेबाट लात हानिबाट निकालेका हाम्रा भीम रावत बड्डा अझ बुढासँग मिलो ठुल्ठुला कुराहरू लाग्या। अनि स्वतन्त्रको नेताको के रहेछ त चरित्र भनेर हेरेको? दुईटा राजधानी, दुईटा नागरिकता, अनि यसो हेरेको त एउटै अदालतमा होइन 5-6 अदालतमा ठगीको मुद्दा। के भन्या बड्डो? 2 देशको नागरिकता कुरा गरे। अब एलाउ इन्डियामा आए। इन्डियामा प्रत्येक नेपालीले इन्डियाको आधार कार्ड र पान कार्ड लिएका छन् र कतिपयले त भोटर आइडी र रासन कार्ड पनि बनाइसक्यो होला। तिम्रो के साथ देऊ? तिमीखि क्या भन्ने हो? पहिला त्यो भन। दोस्रो के अरे आरोप। तपाईँमाथि लाग्यो आरोप नै, अरूमाथि लाग्यो आरोप, यही भन्नु खोज्या त होला नि। अछाममा राम्रोसँग विकास नहुन दिने भीम रावत हो भन्ने भेटिन्छ खोज्यो भने त्यसको जवाब को दिने हो? विशेष गरी अछाम बैलबडा हस्पिटल सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पताल हुने भन्ने थियो। त्यो नहुनुको कारण पनि तिमी नै हौ भनिरहेछन्। त्यसको जवाब दिनु पर्दैन? यता बुढासँग मिलेर नयाँ विकल्प भनिएकाहरूलाई गाली गर्दै हिँडेर हुन्छ? अलिकति लाजबाट लाज, आरोप जोला पनि लाउन सकिन्छ, तर त्यो सत्य हो कि होइन भन्ने कुरामा भर पर्छ। बुझ्यौ नि? आफूमाथि लाग्यो आरोपको क्वेसन दिनु छैन, अरूमाथि आउँला तेर्चेरा। जनता पहिले जस्तो छैन भीम रावत बाजे, जनता बुझ्ने भइसके, लाटा छैनन् पहिला जस्ता। पित्तुमले के साध्या? तिमीले गृहमन्त्री बनाऊ, के मन्त्री बनाऊ, के साध्या? लो 5-10 काम भनिदिए मैले गरेको यो काम भनेर। आदर्श कुरा बाहेक अरू के गरेका छौ? लिपुलेक हाम्रो, कालापानी हाम्रो, लिपुदुरा हाम्रो, यो हाम्रो, त्यो हाम्रो भन्ने, जनता भड्काउने, जनताको मन जित्ने, भित्रभित्रै तपाईँ खायो लाऊ भन्ने। तपाईँ तसै त हो। त्यसैले दाजुभाइ दिदीबहिनीहरू यस्ता मान्छेलाई बाइकाट गर्नुपर्छ र यो चुनावमा हराउनु पर्छ।